हेलो वेलकम टु माई न्यू भ्लग। तपाईँहरूको अगाडि म फेरि मेरो नयाँ भ्लग लिएर आइसकेको छु। मैले पोर्ट्रेट गरेको थिएँ, फेरि यो चाहिँ ल्यान्डस्केपमा फेरि चाहिँ मैले रिसुट गरेको हो नि त, किनभने पोर्ट्रेट त जाँदै भयो भनेर कोही कोही बेला फेरि ल्यान्डस्केप पनि गर्नुपर्छ भिडियो सुट चाहिँ है। ल्यान्डस्केप चाहिँ अब म्याक्सिमम् युट्युबमा हेर्नेलाई मेरो भिडियो युट्युब र फेसबुक पेजमा जान्छ। तपाईँहरूलाई म यो भिडियोकोद्वारा भन्दैछु। युट्युब चाहिँ करुणा लामा 9 जुलाई छ युट्युबको नेम भने, चाहिँ फेसबुकको चाहिँ छ ड्रिम्स डायरी है। म यो दुईवटा जग्गामा चाहिँ मेरो भिडियो अपलोड हुन्छ। प्लिज डु फलो एन्ड सेयर यर लभ एन्ड सपोर्ट। फिलहाल चाहिँ म चाहिँ छु यहाँ मोटरबारीमा चाहिँ मर्छ है, यस्तो छ नि त, रिक्स यस्तो छ मोटर ए झोला। दिस इज माई मोटर हाल्ने झोला। मोटर मैले तपाईँहरूलाई अस्तिको भ्लगमा भनिसकेको चाहिँ यो कलर चाहिँ यस्तो छ, पिङ्क। छेउमै देखाइदिउँ, पिङ्क कलर छ नि त होइन। कसले देख्नु भएको छ, कसले देख्नु भएको छ यस्तो पिङ्क कलरको मोटर चाहिँ कसकोमा छ, प्लिज डु कमेन्ट। कुन चाहिँ अलिक छिप्पेको चाहिँ टिप्नुपर्छ, मम्मीले मार्छ फेरि। मम्मीको बिउ पनि राख्ने होला। शिशा शर्मा। यो मैले भ्लग बनायो भने चाहिँ मोटर कसरी टिप्ने, मोटर बस्नुको चाहिँ फाइदा चाहिँ यति छ है, आफूले दुःख नगरे मम्मीले चाहिँ गर्नुभएको नि त। ला एउटा हातले चाहिँ टिपिन मोटर, ला एउटा हातले नटिपिकन आमामा। ये हे मोटर लम्बा। मेरो निन्दर भन्दा पनि ठुलो रहेछ। यो चाहिँ ठुल्ठुलो खालको मोटर मैले भनिसकेको छु। यो मोटर टिप्न आएको छु म चाहिँ। फ्रेस बस्नुको फाइदा चाहिँ फ्रेस सब्जी खानु पाउँछ। जसले चाहिँ दुःख गर्छ, अब म जस्तो अल्छिनीको लागि चाहिँ आड्नु, म चाहिँ यसरी चाहिँ फ्रेस मोटर रोपिरहनु भएको छ नि त। अहिले चाहिँ फिलहाल चाहिँ मजाले फलेको छ। यो जङ्गल बेसी, यो जङ्गल चाहिँ यहाँ चाहिँ बेसी जङ्गल भएको कारणले गर्दा त बाँदर चाहिँ यति बेसी आउँछ हो। वा यो डाँडाहरू क्या मजाको देखेको होइन, दिन यस्तो थोरै त दामी देखिरहेछ। देउरा ला हौ पक्रिनु नजानु पनि साह्रै छ। देउरालीमा बतास चल्यो, बतास चल्यो, बतास चल्यो, बतास, देउरालीमा बतास चल्यो। यो चाहिँ मोटर भयो भने चाहिँ मोटरको सब्जी लान्छु हो। म टिप्सै मोटर टिप्नुको लागि मैले क्यारी ब्याग लिएर आएको छु, यो झोला होइन। अनि यो चाहिँ बिँ चाहिँ सुकेर यस्तो भइसक्छ। बिकाला चाहिँ यस्तो भइरहेछ, तर पनि फल्दियो भने चाहिँ कोही कोही बेला फल्छ एकदम सानो सानो। बिच फल्दैन नि त, अब रेनी सिजनमा चाहिँ बेसी फल्छ बिच चाहिँ। देउरालीमा अब यसो गरेर त फोन भुइँमा राखेर मोटर टिप्नु त, त्यो पनि हुँदैन रहेछ नि त। देउरालीमा बतास चल्यो, बतास चल्यो, अच्छो ग्रेन। हिजो चाहिँ क्या हाँसो तपाईँ कि म तपाईँहरूलाई पनि बताइदिइहाल्छु ल, किनभने मैले थुक्पा खान्छु भनेर भनिसकेको छ। डल्लै मासु डल्लै गरेर चाहिँ अब त्यसको मैले भिडियो बनाइसकेको थिएँ। एन्डको थुक्पा बनाएर खाने गरेर चाहिँ भिडियो मैले चाहिँ रेकर्ड गर्नु बिर्सेर खाइपठाएछु। अब त्यो आधीमा के हाल्नु भनेर चाहिँ नहाल्दैको, बिकज अब तपाईँहरू पनि जोते जस्तो लाग्छ नि त है। म्याक्सिमम् अब हरेक कुरा देखाएन भने चाहिँ जोतेको जस्तो लाग्छ नि त। देउरालीमा बतास चल्यो, यो डाँडा देख्दाखेरि चाहिँ नि, यो डाँडा देख्दाखेरि चाहिँ त्यो गीत आउँछ मलाई। देउरालीमा बतास चल्यो, बतास चल्यो, बतास चल्यो, बस चल्यो बतास, देउरालीमा बतास चल्यो। ओके, म तपाईँहरूलाई अब यति भन्दै राख्छु। मेरो भ्लग चाहिँ यही अन्त गर्छु। तपाईँहरूको लभ र सेयर है, तपाईँहरूको माया जताउनु चाहिँ नबिर्सिनु होला। अनि तपाईँहरूको अगाडि म मेरो भ्लग चाहिँ डेली बेसिसमै अपलोड गर्ने छु है। अहिले फिलहाल चाहिँ मेरो ड्युटी पनि
छिटो छुट्टी हुन्छ नि त्यही कारणले आएर छिटो गरेर कामहरू त सघाउनु भ्याउँदैछु घरमा मम्मी ड्याडी नहुँदा पनि होइन अब मन्डेदेखि चाहिँ 9:30 to 3:30 लाग्छ त्यो भएपछि चाहिँ भिडियो अपलोड गर्नु अब अलिकति प्रब्लमै हुन्छ होला होइन तर पनि आई ट्राई माई बेस्ट प्लिज डु फलो डु सब्सक्राइब मेरो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला सेयर लभ एन्ड सपोर्ट होप यु सुन तपाईँहरूको अगाडि म मेरो भ्लग लिएर नयाँ भ्लग लिएर फेरि भेट्न छु त्यतिखेरसम्म मेरो भ्लगलाई माया दिनु नबिर्सिनु होला यो गरिफलाई भन्नु त सक्दिनँ मन पऱ्यो कस्तो लाग्छ मेरो भ्लग कमेन्ट डाउन कि बाई बाई मटरबारीबाट बस्तीको मोटर चाहिँ यत्रो लामो हुन्छ नि त मभन्दा लामो लामो चाहिँ टिप्नु अब साह्रो पर्छ त्यही भएर चाहिँ सिटा लाउनु भएको छ नि हामीले ओके बाई 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 बाई